कोभिडको बेला क्वारेन्टाइनमा बस्नु भएको याद छ? यो मुभी हेर्नुभयो भने ठ्याक्कै त्यही दिन सम्झिनुहुन्छ। रिसेन्टली नेटफ्लिक्समा रिलिज भएको यो इङ्ग्लिस ल्याङ्ग्वेजको साइफाई थ्रिलर मुभी द लास्ट हाउस मैले हेरेँ र डिस्कस गरौँ कस्तो रहेछ। यो मुभीको डिरेक्टरले अरू राम्रो मुभिज पनि बनाएको रहेछ, जस्तै नाउ यु सी मी, एड नर्टनको द इन्क्रेडिबल हल्क, जेसन स्टेथमको द ट्रान्सपोर्टर, त्यसपछि फास्ट एन्ड फ्युरियस 10 एसेट्रा। सुरुमै भनिदिन्छु, एक्सपेक्टेसन्स धेरै नराखिकन यो मुभी हेर्नु र फ्रेन्ड्स र फ्यामिलीसँग हेर्दाखेरि अझै इन्टरटेनिङ र इफेक्टिभ हुन जान्छ भने सोलो हेर्दाखेरि अलिकति डिसपोइन्टेड र बोरिङ फिल चाहिँ लाग्न सक्छ। यसको रन टाइम एराउन्ड 1 आवर 50 मिनटको रहेको छ भने यो इङ्ग्लिस र हिन्दी दुईटै ल्याङ्ग्वेजमा नेटफ्लिक्समा एभाइलेबल छ। यसको स्टोरीको कुरा गर्ने हो भने एउटा फ्यामिलीमा हस्बेन्ड वाइफ र छोराछोरी हुन्छ। तिनीहरू आफ्नो घरभित्र चिलमा बसिरहेको बेलामा बाहिर एकदमै वेदर खराब हुन्छ, पानी परिरहेको हुन्छ। अब तिनीहरू घरबाट बाहिर निस्किन खोज्दाखेरि घरको सबै ढोकाहरू बन्द हुने, झ्यालस्याल केही पनि नखुलिने, तिनीहरू बाहिर जान सक्दैनन् के। अब त्यो किन हो त्यस्तो भएको, के भइरहेको हो, तिनीहरू अब कसरी बाहिर निस्किन्छन्, के हुन्छ, सबै कुराहरू यो मुभीमा हेर्ने हो। यो मुभी हेर्दाखेरि ठ्याक्क दुईटा कुरा मलाई याद आयो। एउटा चाहिँ कोभिडको बेला क्वारेन्टाइनमा बसेको, त्यो घरभित्र अब केही पनि काम हुँदैन, मोबाइल चलायो, गेम खेल्यो, फ्यामिलीसँग बस्यो, टिभी हेऱ्यो, सुत्यो, त्यस्तै त हो नि होइन। त्यही गरिरहेको हुन्छ फ्यामिलीले पनि। अर्को भनेको ठ्याक्कै द मिस्ट भन्ने मुभी छ नि, त्यसको भाइब दिन्छ। अब त्यो मुभीमा पनि सुपर मार्केटमा मान्छेहरू अड्किन्छन्, बाहिर अब के चलिरहेको हुन्छ, के हो के पनि थाहा हुँदैन। ठ्याक्कै त्यस्तै कन्सेप्टमा यो मुभी बनेको छ। अब ढिलो नगरी यसको पोजिटिभ्सको कुरा गर्ने हो भने यसको कन्सेप्ट, यसको भिजुअल्सहरू एकदमै राम्रो छ भने फर्स्ट मिनटदेखि नै स्टोरी अगाडि बढ्छ, एकछिन पनि टाइम वेस्ट गर्दैन, सुरुबाट इङ्गेज हुक्ड बनाएर राख्छ। अब म नेगेटिभ्समा स्पोइलरको कुरा गर्नेछु र यदि तपाईँले अझैसम्म मुभी हेर्नु भएको छैन र हेर्ने सोच्नु भएको छ भने यो भिडियो अगाडि कन्टिन्यू नगर्नु होला। अब नेगेटिभ्समा चाहिँ यो मुभी एकदमै इलोजिकल छ। यो मुभीको नाम द लास्ट हाउस होइन, द लास्ट हावा मुभी चाहिँ हुनुपर्ने हो। यसको राइटरले पके पनि गाँजा खाएर लेखेको जस्तो लाग्छ मलाई। जे पनि राखिदिएको छ, जे पनि देखाइदिएको छ होइन। अब एउटै मुभीमा सबै कुराहरू देखाउन खोजेर धेरै कुराहरू राखेर त्यो मिक्स गर्न खोज्दाखेरि अलिकति बिग्रियो कि जस्तो लाग्छ होइन, ओभर भयो कि जस्तो लाग्छ। अब दिमाग लगाएर हेर्न थाल्यो भने दिमाग दुख्छ होइन, दिमाग पटक्कै पनि नलगाउनु। जस्तै अब यो मुभीमा 2-3 हप्ताभित्र अड्के त ल ठिक छ, 5-7 वर्षसम्म भित्र अड्किन्छन्, घरभित्रै बाहिर निस्किन सक्दैनन्। अब 5 वर्षपछि चाहिँ तिनीहरू उल्टै मोटाइरहेको हुन्छ कि नदुब्लाएर होइन। अनि अब त्यो छोरा चाहिँ बाहिर निस्किन एकदम डिस्परेट भइरहेको हुन्छ। निस्किन मन थियो भने त्यो चिम्नीको ढोका खुल्लै थियो, चिम्नीबाट निस्किया हुन्थ्यो। किन त्यत्रो 5-7 वर्ष कुरेको हो बाहिर निस्किनलाई। अब त्यो चिम्नी ढल्न सक्छ, बिग्रेको छ भन्ने टेन्सन थियो भने त्यसको बाउले चाहिँ त्यो किन गाडी बनाएर बसिरहेको, त्यो चिम्नीको भित्तासित्ता बनाएर बसेको हुन्थ्यो। बुढाले आफ्नो बुढीलाई मसँग गन छ है भनेर देखाउन खोज्दाखेरि बुढीले चाहिँ अरू ठुलो इस्युमा ध्यान दिनु नि होइन, अब तैँले मलाई गन छ भनेर किन नभनेकोस् भनेर चाहिँ आर्ग्यु गर्न खोज्छ होइन। त्यो अलिकति इलोजिकल लाग्यो भने त्यो गन छ है भनेर त्यो देखाएको सिन चाहिँ एउटा मात्रै सिनको लागि रहेछ, त्यो पनि कुकुर मार्नलाई, जुन सबैभन्दा वाइजात सिन हो होइन। त्यो कुकुरलाई कसैले मार्न सक्छ होला कि, बरु बचाउन खोज्छ वा अब केही गर्न खोज्ला होइन, बिचरा मारिदिन्छ क्या त्यो कुकुरलाई। के देखाउँछ होइन। अनि लास्टमा चाहिँ अब एलियन आएको छ। एलियनले अब हेर्दाखेरि मात्र डेन्जर, डर लाग्दो खालको, लास्टमा केही पनि गर्नेवाला होइन रहेछ। मुभी सकेपछि चाहिँ फ्रेन्ड्स र फ्यामिलीसँग हेर्दाखेरि चाहिँ अलिक बेटर हुन्थ्यो यार। मैले एक्लै हेरेर अलिकति बिगारेछु कि अब यस्तो राम्रो मुभी भन्ने जस्तो पनि फिल भयो। सबैलाई नराम्रो लाग्छ भन्ने पनि छैन, धेरैजनालाई राम्रो पनि लाग्छ। अब यो मुभी मलाई पनि त्यस्तो नराम्रो लागेको होइन, राम्रै छ। तर अलि एक्लै हेरेको हुनाले इलोजिकल दिमाग धेरै चलाउन थाल्यो कि मैले, इलोजिकल सिन्सहरू बढी फिल हुन थाल्यो। यसलाई म्याक्सिमम 6 आउट अफ 10 रेट गर्छु। तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो थट्सहरू दिन पाउनु नै भयो कमेन्टमा। यो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु र भिन्स बेटर।